भुन्टी भाग 288 समीक्षा अक्टोबर 21, 2025 प्रसारण भएको यो भाग भावनात्मक रूपमा निकै गहिरो छ। पहिलेका एपिसोडहरूमा जन्मेका तनाव र गलफतीहरूमा यसपटक विस्फोट भएको जस्तो देखिन्छ। सुरुको दृश्य भुन्टीको मौनता। एपिसोड सुरु हुन्छ भुन्टी घरको आँगनमा एक्लै बसिरहेको दृश्यबाट। उनको अनुहारमा निराशा र असहायबाट स्पष्ट देखिन्छ। आमा उनलाई कुरा गर्न खोज्छिन् तर भुन्टी केवल आँसु पुस्दै मौन रहन्थे। संवाद छोटो छ तर हृदयस्पर्श छन्। के म हरेक पटक दोषी नै ठहरिनुपर्छ आमा? यस वाक्यले पुरा एपिसोडको भावनात्मक स्वर तय गर्छ। भुन्टी र सुकुमाया बीचको टकराव। अर्को दृश्यमा सुकुमाया भुन्टीसँग भेट्न आउँछे। उनीहरू बीचको सम्बन्ध पहिलेको भागहरूमा भन्दा बढी तनावपूर्ण थियो। सुकुमायाले फेरि भुन्टीलाई दोष दिन्छ कि उनले सबै समस्या बढाइन्। तर यसपटक भुन्टी मौन बस्दिन। उनी कठोर स्वरमा भन्छे, मेरो मौनताको कमजोरी नठान सुकुमाया। यी संवादहरूले दर्शकलाई भुन्टीको चरित्रमा आएको परिपक्वता र आत्मविश्वास देखाउँछ। परिवारको बिखराउँदो स्थिति। भुन्टीको बुबा घर फर्किन्छन्। उनी आर्थिक समस्याबाट थकित छन्। परिवारमा पैसाको तनाव, आरोप र परस्पर अविश्वासको कारण घरको वातावरण निकै भारी बनेको छ। भुन्टीले बुबासँग कुरा गर्न खोज्छे तर उनले टकारिदिन्छन्। मसँग उत्तर छैन भुन्टी, केवल समस्या मात्र छ। यो संवादले नेपाली समाजमा आर्थिक र भावनात्मक दूरी बीचको सम्बन्ध उजागर गर्छ। गाउँमा हल्ला र महिलाको पीडा। गाउँमा भुन्टीबारे अफवाह फैलिएको देखाइन्छ। कसैले भनेका छिन् कि भुन्टीले घरको इज्जत लाजमा राखिन्। यी हल्लाहरूले नेपाली समाजमा महिलामाथि सामाजिक दबाव र चरित्र हत्या कस्तो हुन्छ भन्ने तीव्र सन्देश दिन्छ। भुन्टीले आफ्नो साथीलाई भन्छे, महिलाको गल्ती होइन, उसको आवाज नै अपराध ठहरिन्छ। यो संवाद दर्शकको मनमा सिधा घोचो पुर्याउने खालको छ। अन्तिम भाग आँसु र आशाको किरण। एपिसोडको अन्त्यतिर वर्षा परिरहेको दृश्यमा भुन्टी एक्लै बाटो हिँडिरहेको देखिन्छे। पृष्ठभूमिमा हल्का सङ्गीत बज्छ। क्यामेरा उनको आँसुबाट मुस्कान सर्दै फेड हुन्छ, जसले सङ्केत गर्छ कि भुन्टी अझै हारेकी छैन। उनले नयाँ बाटो रोज्न लागेकी छिन्। भावनात्मक सारांश के हो भने यो भागले महिलाको आत्मसम्मान, परिवारभित्रको असमानता र समाजको कठोर दृष्टिकोणको लाई केन्द्रमा राखेको छ। अभिनयतर्फ आमाको भूमिकामा अत्यन्त प्रभावशाली अभिनय गरेकी छिन्, जबकि सुकुमा र भुन्टी बीचको संवादले कथामा नाटकीय उचाइ पुर्याएको छ।